मेरो दर्शन नमस्ते यार भ्लग युट्युब च्यानलमा हजुरलाई हार्दिक स्वागत छ है। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। आज चाहिँ हल्का ट्राई हान्दिएको अनि के रे भ्लग चाहिँ के विषय भन्दाखेरि विदेशमा चाहिँ पैसा चाहिँ कसरी फल्दो रहेछ त भनेर यसो हल्का देखाउन गइरहेको छु है। क्या मजाले फल्दो रहेछ भन्ने कुरा त्यही सजिलो फल्छ। सो म त्यतातिर चाहिँ गएर म देखाउँदैछु है। दामी तरिकाले चाहिँ विदेशमा पैसा फल्छ नि। कसरी घर परिवारलाई चाहिँ पैसा ड्याङ माग्छन् नि तरिका चाहिँ सिक्यो कि अहिले चाहिँ पैसा कसरी फल्दो रहेछ। अनि अब चाहिँ घरतिर जाम पठाउन सकिन्छ है। ल ड्याङ ल हेर्नुहोस् न साथी, विदेशमा पैसा चाहिँ यसरी फल्छ कि हेर्नु। विदेशमा पैसा फल्ने तरिका चाहिँ यसरी हो। अब घर परिवारलाई चाहिँ गड्याङ पठाउन सकिन्छ है। ल पारितिर पनि छ हेर्नु है। ल साथीहरू हेर्नु, यो सब पैसा फल्ने ठाउँ यो नि जति पनि छ सब पैसा फल्छ क्या ड्याङ लगाएर। ल हेर्नु अझ यहाँ पनि छ पैसा फल्ने ठाउँ है। साथीहरू आजले यति नै होइन, फेरि अर्को भ्लगतिर भेटौँला। त्यतिन्जेलको लागि बाई बाई। भिडियो चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला होइन। च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।